ल फेरि पनि मोमो मेकिङमा म लागेको छु। आज चाहिँ मैले खस्सीको मोमो बनाउने विचार गरेको छु है त। वेलकम ब्याक टु माई च्यानल। फेरि पनि मेरो भिडियोमा यहाँलाई स्वागत छ। म चाहिँ मेरो मोमोको भाँडा बोकेर आज रेडी भइरहेछु। ल फेरि पनि म चाहिँ आज मोमो बनाउनु लाग्दैछु साथीहरू। अनि त्यसको लागि चाहिँ मैले सब कुरो चाहिँ रेडी गर्ने क्रममा चाहिँ फर्स्ट अफ अल चाहिँ मैले प्याज काट्न थालेँ। अनि सब कुरो रेडी गरेर चाहिँ लसुन केलाउने, प्याज काट्ने, अदुवा खुर्किने सब काम चाहिँ म फटाफट गर्दैछु साथीहरू, किनकि टिफिन ढिलो हुन्छ। अनि यो साथीहरू यो मोमो चाहिँ नि मलाई यो भन्नुहुन्छ भने नि पहिला चाहिँ मोमो मलाई प्याकिङ गर्न आउँदैन थियो। अनि मोमोको बारेमा चाहिँ मलाई मोमोको कुरा पनि थाहा थिएन है साथीहरू। यो तर मैले कहिलेदेखि बनाउन थालेँ भने नि जानी नजानी मैले यो मेरो छोराछोरीको लागि नै म टिफिन बनाउने क्रममा बिस्तारो मेरो छोराछोरीको खुसीको लागि भनेपछि के गरिन्छ है साथीहरू। त्यस्तै गरेर मैले पनि मेरो छोराछोरीको लागि चाहिँ भरसक म नै आफै बनाउने कोसिसमा लागिरहेको हुन्छु के हरेक कुराहरू। त्यसै गरेर मैले चाहिँ मोमो बनाउन अब चाहिँ रेडी गरिसकेको छु। अनि हेर न साथीहरू, मैले चाहिँ यो मासु चाहिँ नि यो खसीको मासु चाहिँ अस्ति नै मेरो बुढालाई पठाउनुको लागि ल्याइदिएकोमा चाहिँ बोसो धेरै थियो क्या। अनि त्यो बोसोमा चाहिँ बोसो जति छानेर अनि अलिकति मासु पनि मिक्स गरेर चाहिँ मैले चाहिँ किमा बनाएर राखिरहेको थिएँ। अनि यसको चाहिँ मोमो बनाइदिनु पर्यो नानीलाई टिफिनको लागि भनेर राखिरहेको थिएँ। अनि चिसोमा चाहिँ राख्नु पर्यो नि त, नत्र भने त बिग्रिहाल्छ। सो त्यही भएर चाहिँ मैले त्यसलाई चाहिँ हड्डी जस्तो भएछ क्या जमेर। अनि म त हतार गरेर चाहिँ यसलाई मैले तताई गरेर चाहिँ मैले यसलाई बिलाएर किमा बनाएँ। अनि त्यसपछि किमा बनाइसकेपछि अनि अचार पनि त मोमोको बनाइसकेपछि त अचार पनि त चाहियो नि त। सो त्यही भएर चाहिँ मैले मोमोको लागि अचार पनि बनाउँदैछु। अनि त्यहाँ पछि त्यो सबै कुरा रेडी त गर्नु पऱ्यो नि त हौ। अनि साथी फेरि गर्मी पनि यति छ कि साथीहरू भन्नै नसकिने। यो मधेसमा त बस्नु र साथीहरू सुख सुविधा र त्यति मात्र हो, नत्र भने त मौसमी हिसाबले त गाह्रै छ साथीहरू। सो त्यही पनि अब बस्नै पर्ने, के गर्नु, कहाँ जाने र है, आफ्नो घर यहीँ छ। अनि सो त्यही भएर अब छिटो म चाहिँ अब आज चाहिँ नि टिफिन हुन लागिसक्यो कि साथीहरू। जहिले म चाहिँ ढिलो हुन्छ, बिस्तारो यता गर्दै जहिले ढिलो हुन्छ। ल म चाहिँ अब मोमो प्याकिङ गर्न चाहिँ थालिसकेको छु। हतार प्याकिङ पनि गरिसकेर मैले मोमो बजाइसकेँ। अनि मेरो मोमो पनि टक्क लगाएर पाकिसकेको छ। अनि मैले चाहिँ फेरि अब टिफिन हतार भएकोले गर्दाखेरि चाहिँ कति बेला प्याकिङ हालेछु के तपाईँहरूलाई नै नदेखाइकन। अनि हतार म अब चाहिँ टिफिन पुऱ्याउनु जाँदैछु साथीहरू। अनि मलाई त ढिलो भइसकेको छ। मलाई त खल्लिन पसिन गर्दै टिफिन पुऱ्याएर पनि आएँ। अनि त्यहाँपछि म चाहिँ एकछिन मेरो माइत घर गएँ है। एकछिन माइत घर चाहिँ मेरो भदैनी चाहिँ स्कुलबाट आएर एकदम धिगार गर्दै रहेछ है। मेरो चकचके भदैनी 1 नम्बरको चकचके छ है। अनि मैले के सिकायो त्यही गर्छ क्या। बिचरा हाँसिदेऊ त बाबा भनेको बिचरा हाँसी पनि दिन्छ। अनि एकछिन जिस्काएँ मेरो भदैनीलाई। अनि एकछिन मेरो भदैनीसँग खेलेँ। अनि त्यहाँपछि चाहिँ म घरतिर लागेँ साथीहरू। मेरो भदैनी कतिको चकचके साथीहरू हेर्नु त, ओ माई गड है, भन्नै नपर्ने चकचके चाहिँ छ मेरो भदैनी। सो गाइस आजको भिडियो